हामीले सचिन तेन्दुलकर पनि देख्यौँ, हामीले विराट कोहली पनि देख्यौँ, हामीले रोहित शर्मा पनि देख्यौँ। यी महान क्रिकेटरहरूले आफ्नो नाममा थुप्रै रेकर्डहरू बनाएका छन्। तर एकजना यस्तो क्रिकेटर आउँदैछ जसले विश्वका ब्याट्सम्यानहरूले बनाएका अधिकांश रेकर्डहरूलाई ध्वस्त बनाइदिनेछ। वैभव सूर्यवंशी डेब्यू गर्नै बाँकी छ। अन्डर 19 मात्र खेलेको छ। आइपिएलमा तहल्का मचाइरहेको छ। राष्ट्रिय टोलीमा डेब्यू गर्नुभन्दा अगाडि नै विश्वविख्यात भइसक्यो। 15-16 वर्षको एउटा किशोरले ऊ जन्मिनुभन्दा अगाडिदेखि क्रिकेट खेलिरहेका बलरहरूको धुलाइ गरिरहेको छ। हेर्दै गर्नुहोस्, भविष्यमा कसैको रेकर्ड पनि बच्दैन। बच्यो भने एउटा दुईटा रेकर्डहरू बच्लान्। हाम्रा खेलाडी दिपेन्द्र सिंह ऐरीले बनाएको 9 बलमा अर्धशतकको रेकर्ड बच्न सक्छ। ऐरीको रेकर्ड तोड्नका लागि 8 बलमै हाफ सेन्चुरी बनाउनु पर्ने हुन्छ। 8 बलमा 8वटै छक्का प्रहार गर्दा पनि 48 रन मात्र बन्छ। त्यसकारण ऐरीको रेकर्डसँग बराबरी गर्न चाहिँ सक्छ वैभवले 9 बलमा हाफ सेन्चुरी बनाएर। तर 8 बलमै हाफ सेन्चुरी बनाएर त्यो रेकर्ड तोड्न चाहिँ गाह्रो छ। कि त बलरले बिचमा एउटा नो बल फाल्नु पर्यो, अनि त्यो नो बलमा पनि छक्का या चौका गएको हुनु पर्यो। त्यसो भयो भने चाहिँ ऐरीको पनि रेकर्ड टुट्ने हुन्छ। यो चाहिँ कन्डिसन अनुसार हुन्छ। त्यसो भएमा 8 बलमै हाफ सेन्चुरी हुन्छ। तर यो एकदमै रेयर केस हो। यो हुनु भनेको संसारमा 8औं आश्चर्य हुनु हो। त्यसकारण दिपेन्द्र सिंह ऐरीको 9 बलमा हाफ सेन्चुरीको रेकर्ड बराबरी चाहिँ हुन सक्छ। त्यो रेकर्ड तोडेर कसैले 8 बलमै हाफ सेन्चुरी बनाउन चाहिँ असम्भव जस्तै नै छ। अब कुरा गरौँ सूर्यवंशीकै। वैभव सूर्यवंशीले कसैको पनि रेकर्ड बाँकी राख्दैन। मैले अघि भनिहालेँ। हुन त योभन्दा अगाडि अन्य क्रिकेटरहरूलाई पनि सचिनसँग विराटसँग कम्पेयर गरिएकै थिए, तर उनीहरू एकाएक ओझेल परे। तर वैभव त्यसरी ओझेल पर्छ जस्तो चाहिँ लाग्दैन मलाई। यदि उसमा घमण्ड आएन भने, उसले अनुशासनलाई यसरी नै कायम राखिरह्यो भने वैभवभन्दा माथि कोही पनि हुने छैन भविष्यमा। सचिन तेन्दुलकर, ब्रेन लारा, रोहित शर्मा, विराट कोहली, रिकी पोन्टिङ, सनत जयसूर्या, कुमार साङ्गाकारा भन्नुहोस्, यी सबैलाई पछाडि छोडिदिन्छ वैभवले। क्या गजबको ब्याट स्विङ छ। आँखामा अलिकति पनि डर छैन। 140 भन्दा माथिको बल सजिलै फेस गरिदिन्छ। कुनै पनि बलरहरूलाई छोड्दैन। आइपिएल रेगुलर हेरिरहनेहरूलाई त थाहै छ। चाहे बुमरा होस्, चाहे प्याट कमिन्स होस्, चाहे मिचेल स्टार्क होस्, कुन बलरको चाहिँ धुलाइ भएको छैन। राष्ट्रिय टिमबाट डेब्यू चाहिँ गरोस् न। वैभव जन्मिनुभन्दा अगाडि ब्रेन लाराले बनाएको 400 रन नट आउटको रेकर्ड उसैले तोडिदिन्छ। ऊ 3-4 वर्षको हुँदा रोहित शर्माले बनाएको ओडिआईको 264 रनको रेकर्ड उसैले तोड्छ। T20 इन्टरनेसनलमा आरोन फिन्चले बनाएको 172 रनको स्कोर उसैले तोड्छ। सचिन तेन्दुलकरका नाममा रहेका शतकहरूको पनि शतकको रेकर्ड वैभवले नै तोड्छ। क्रिस गेलको नाममा रहेको इन्टरनेसनल क्रिकेटहरूमा सबैभन्दा बढी छक्का प्रहार गर्ने रेकर्ड पनि उसैले तोड्छ। रेकर्डहरू डराइरहेका छन्। रेकर्डहरू काँप्न थालेका छन्, किनभने वैभवले सबैलाई तोडिदिन्छ। बुधबार राति उसले खेलेको 29 बलमा 97 रनको इनिङ हेर्नेहरूले यो मेरो भिडियोमा कमेन्ट गर्नुभयो हुन्छ, वैभव जस्तो खेलाडी के नेपालमा जन्मिन सम्भव छ? के हामी आफ्नो जीवनकालमा वैभव जस्तो निडर ब्याट्सम्यान हाम्रो नेसनल क्रिकेट टिममा देख्न पाउँछौँ? अघिल्लो पटकको आइपिएलमा त उसले केवल 7वटा खेलमा मात्र मौका पायो। यसपटकको आइपिएलमा उसले राजस्थानको प्रमुख ब्याट्सम्यानका रूपमा खेलिरहेको छ। 13 वर्षको उमेरमा राजस्थान रोयल्सले 1 करोड 10 लाखमा किन्यो। 14 वर्षको उमेरमा आइपिएल खेल्यो। 14 वर्षको उमेरमा उसले 38 बलमै शतक बनाइदियो। अघिल्लो वर्षको आइपिएलमा केवल 7वटा खेलमै मौका पाएको उसले 7 खेलमा 250 रन बनाइदियो, त्यो पनि 200 भन्दा माथिको स्ट्राइक रेटमा। अब अहिलेको आइपिएलमा उसले 15वटा म्याच खेलेको छ। अहिलेसम्म 15वटा खेलबाट उसले 680 रन प्रहार गरिसकेको छ। यसपटक पनि एउटा शतक प्रहार गरिसकेको छ। 4वटा हाफ सेन्चुरी हिर्काइसकेको छ यसपटक पनि। स्ट्राइक रेट यो पटक पनि 200 भन्दा माथिको छ। एउटा ब्याट्सम्यान जसले आइपिएलमा 22वटा खेलहरू खेलेको छ, 22वटा खेलमै 900 भन्दा बढी रन प्रहार गरेको छ,
900 भन्दा बढी रन प्रहार गर्दा पनि उसको स्ट्राइक रेट 200 भन्दा तल झरेको छैन। 200 भन्दा माथिको स्ट्राइक रेट छ। 22 वटा खेल खेल्दा 90 वटा छक्का कसले प्रहार गर्छ? त्यो वैभवले गर्छ। 89 वटा छक्का हिर्काइसकेको छ आइपिएल का जम्मा 22 वटा खेलमा। उसलाई अब मात्र एउटा या दुईटा खेल चाहिन्छ, उसले 100 वटा छक्का पनि पुर्याइदिन्छ। आइपिएल भित्रैको क्रिस गेलको एउटा रेकर्ड त भत्किसकेको छ, एउटै सिजनमा सबैभन्दा बढी छक्का हिर्काउने रेकर्ड। यो सिजनको भनेको 2026 को आइपिएलमा मात्रै वैभवले 65 वटा छक्का प्रहार गरिसकेको छ। सन् 2012 को आइपिएलमा क्रिस गेलले 59 वटा छक्का प्रहार गरेका थिए। एउटै सिजनको आइपिएलमा क्रिस गेलले 59 छक्का प्रहार गरे, वैभवले यो एउटै सिजनमा मात्र 65 वटा छक्का प्रहार गरिसक्यो। सन् 2014 मा सुरेश राइनाले 16 बलमा हाफ सेन्चुरी बनाएको थियो आइपिएलमा, वैभवले पनि त्यो रेकर्डसँग बराबरी गरिसक्यो। वैभवले पनि 16 बलमा अर्धशतक बनाइसक्यो। हामी धेरै भाग्यमानी छौँ, हामीले वैभव सूर्यवंशीको ब्याटिङ हेर्न पाइरहेका छौँ र अझै धेरै वर्षसम्म हेर्न पाउनेछौँ। यदि अबको 3 महिनापछि हुने एसियन गेम्समा यदि वैभवले भारतको राष्ट्रिय टोलीमा डेब्यू गर्यो भने सम्भवतः हामी वैभवले नेपाली बलरहरूको विरुद्ध ब्याटिङ गरेको पनि देख्न पाउनेछौँ। र अन्तिममा तपाईँहरूलाई धेरैलाई लाग्ला यो एसियन गेम्समा चाहिँ इन्डियाले, पाकिस्तानले, श्रीलङ्काले यिनीहरूले ए टिमलाई पठाउँछन् भनेर मेरो योभन्दा अगाडिको भिडियोहरूमा पनि धेरैले यस्तो कमेन्ट गर्नुभएको रहेछ। त्यो सरासर गलत हो। इन्डिया पाकिस्तानले अलि जुनियर लेभलका, बी लेभलका, सी लेभलका प्लेयरहरूलाई पठाउँछ एसियन गेम्स खेल्नका लागि, सिनियर खेलाडीहरूलाई पठाउँदैन। तर त्यो इन्डिया ए, इन्डिया बी होइन, त्यो नेसनल टिम नै हो। किनभने त्यो एसियन गेम्स हो। एसियन गेम्सले गोल्ड मेडल प्रदान गर्छ र त्यो गोल्ड मेडल इन्डियाको ए टिमले, बी टिमले पाउनु भनेको इन्डियाले पाएको हुँदैन। इन्डियाको राष्ट्रिय टिमले पाउनुपर्छ इन्डियाले पाउनका लागि। त्यसकारण जुनियर लेभलका खेलाडीहरूलाई पठाए पनि त्यो इन्डिया ए होइन, इन्डिया बी होइन, त्यो इन्डियाको नेसनल टिम हो। यदि त्यो टिमबाट कोही खेल्न जाँदैछ भने त्यो आइसिसीको रेकर्डमा रहने गरेको नेसनल टिम हो। अघिल्लो पटकको एसियन गेम्समा यशस्वी जैसवालले शतक प्रहार गरेको थियो, तपाईँहरूलाई याद होला। अघिल्लो पटकको एसियन गेम्समा नेपाल विरुद्ध भारतले खेल्दा यशस्वी जैसवालले सेन्चुरी प्रहार गरेको थियो। त्यो नै अहिलेसम्म उसले प्रहार गरेको इन्टरनेसनल T20 मा एक मात्र शतक हो, त्यस पछाडि अरू शतक छैन। तपाईँ क्रिक इन्फो खोलेर हेर्नुभयो हुन्छ। अनि कसरी त्यो ए टिम भयो? साई किशोर भन्ने एकजना इन्डियाका खेलाडी छन्, उसको इन्टरनेसनल T20 डेब्यू कहिले हो भनेर तपाईँहरूले खोजेर हेर्नुभयो भने 3 वर्ष अगाडिको एसियन गेम्समा नेपाल विरुद्ध उसले डेब्यू गरेको छ इन्टरनेसनल T20 मा। अनि त्यो कसरी इन्डिया ए भयो? क्रिकेटलाई रेगुलर हेर्नेहरूले त बुझ्नु भएको छ यो कुरा। तर धेरैजनाले अस्तिको एउटा भिडियोमा कमेन्ट गर्नुभएको थियो त्यो नेसनल टिम होइन, ए टिम हो भन्दै। हो, ए टिम लेभलका खेलाडीहरूलाई पठाउँछ, तर त्यो नेसनल टिम हो, त्यो सिनियर टिम हो, जसले मेडल जितेर लिएर आउँछ आफ्नो घरका लागि, आफ्नो देशका लागि। यसपटक पनि इन्डियाले त्यसरी नै जुनियर खेलाडीहरूलाई मौका दिएर पठाउन सक्छ, तर त्यो इन्डिया ए होइन, इन्डियाको नेसनल टिम हो र त्यो आइसिसीको रेकर्डमा रहन्छ। त्यो इन्टरनेसनल T20 हो। र यदि यसपटकको एसियन गेम्समा इन्डियाको T20 खेल्ने टोलीमा वैभव सूर्यवंशीले मौका पायो भने र नेपालले पनि एसियन गेम्समा छानिएर गयो भने, अनि संयोगले नेपाल र इन्डियाको भिडन्त भयो भने, यी सारा संयोगहरू चाहिँ मिल्नु पर्यो। यति संयोगहरू, 2-3 वटा संयोगहरू मिल्न गयो भने हामीले अबको 3-4 महिनामै वैभव सूर्यवंशीले नेपाल विरुद्ध ब्याटिङ गरेको चाहिँ देख्न पाउँछौँ।